हेलो गाइस नुमकान टेप भिडियो फुटबलको क्रेज लगाएको छ नि ए आँखा खोल 12:30 बज्यो It's in! Nepal lead in the World Cup final! बतुवा 6 बजेसम्म ओछ्यानमा सुतुवा 12:30 बज्यो The captain has done it! हिस्ट्री मेड इन 12:30 बज्यो के गर्नुपर्छ हामीले फक यु झन् आँखा खोल ढुङ्गा हुन्छ नेपाल आर वर्ल्ड च्याम्पियन्स Look at what it means to them. A nation of mountains on... म चाहिँ नेपालै जानु पर्ला खेल्न सिधै कुरो तपाईँ चाहिँ कुन देशको फ्यान हो वर्ल्ड कप आइरहेको छ तपाईँ चाहिँ कुन देशको फ्यान हो वर्ल्ड कप आइरहेको छ को चौकेटा हो 4 वर्षमा वर्ल्ड कप आइसी मात्रै फुटबल हेर्ने चिन्न चाहिँ कोही चिने छैन भुत्लो बाङ्की थाहा छैन अर्जेन्टिनाको फ्यान हो अर्जेन्टिना अनि मेसी बाहेक 5 जनाको नामहरू भन्नु सक्नुहुन्छ र भन्नु सक्नुहुन्छ र चिने भने मेसी रोनाल्डो नेमार धेरै एम्बापे अरू चाहिँ केही थाहा छैन अर्जेन्टिनाले लास्ट टाइम कतिमा जितेको थियो अर्जेन्टिनाले लङ टाइम ब्याक अर्जेन्टिनाले लङ टाइम ब्याक क्वेसन सोद्धा चाहिँ अनेक बाना पारेर टार You, sir. What country flag is this? That's Nepal. That is correct. वर्ल्ड कप कसले उठाउँछ यसले उठाउँछ वर्ल्ड कप देखाइ तलबाट निचालेर यसले उठाउँछ वर्ल्ड कप देखाइ तलबाट निचालेर मलाई चाहिँ कसरी थाहा हुन्छ म चाहिँ कसले वर्ल्ड कप उठाउँछ बडा हरामी हो बेटा तिमीले यहाँ मलाई सोध्छौ म चाहिँ वर्ल्ड कप कसले उठाउँछ मैले पोर्चुगल भन्छु मेरो नउडाले उठाउँछ पोर्चुगल नउडाले उठाउँछ पोर्चुगल अर्जेन्टिना ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ नमस्ते सबैलाई मेरो नाम चाहिँ लाल बहादुर मेस्सी यु क्यान कल मी लाले हाल्न तुई तो हेन्सी अनमोल मेस्सी इस सज्जन को क्या तकलीफ है भाई अहिले वर्ल्ड कप आउँदैछ वर्ल्ड कपको बारेमा थाहा छ तपाईलाई थाहा छैन अहिले देशमा नयाँ सरकार आएको मात्रै थाहा छ Nepal lead in the World Cup final! The captain has done... घन्टी कहिले फुटबल पनि हेर्दिनँ म त्यस्तो धेरै म जान्दिनँ पनि तर मैले आएर हेर्नुहोस् न कन्डो सुँगाइन्छ कि नाटक बढी भयो ल तेरो भनेर हेर्नुहोस् न ल ब्रोलाई सायद आफ्नो बेस्ट फ्रेन्ड अर्जेन्टिनाले नै जित्छ यो मेरो भविष्यवाणी हो के छ रोनाल्डो कस्तो चलिरहेछ वर्ल्ड कपको ट्रेनिङ ढुक्क यार अर्जेन्टिनाले जित्ने कुरामा 1% पनि डाउट छैन ताली गाली जसले जे गरे पनि म स्वीकार्न तयार छु यो पूर्ण रूपमा भविष्यवाणी हो अर्जेन्टिनाले यो पालिको वर्ल्ड कप लान्छ अभी बता दे भाई अभी बता दे अभी तूने गाड़ में उंगली किया ना अभी बता दे उसले बदम काजु उसको त खुट्टामै छ जादु हानेरै मार्छ डडाल्नुले बलै बलले यसपालिको वर्ल्ड कप जित्छ पोर्चुगलले भने लोकल फुटबल टुर्नामेन्टमा पनि केटाहरू के फिल्ड जस्तो छ त्यस्तै अनुसार भिज्दिहाल्छ कि हेर्नुहोस् न त्यो ब्रो ओ माई गुडनेस के हो ब्रो पक्कै पनि निखिल उप्रेतीको फ्यान हुनुपर्छ हेर्नुहोस् न बलेर भित्ता कुदिरहेछ बे क्या खतरनाक रहेछ ब्रो अब त्यही हो के अरे अब सुखमा नमातिनु के अरे दुःखमा नआतिनु भने चाहिँ अब तपाईँहरू जित्यो भने त जितिहाल्यो त्यही यो कुरो अब त्यही छ अब त्यही हो टुप्पामा राख्नु हो ल अब दौडी ऊ तल त्यो घरभन्दा मुनिबाट दौड आएछ अनि हुन्छ उड्छ त्यो बल ऊ तल त्यो घरभन्दा मुनिबाट दौड आएछ अनि हुन्छ उड्छ त्यो बल अब मलाई आफैलाई थाहा छैन म जित्छु कि हार्छु भनेर
अब म चाहिँ नेपाल जान्छु होला। मेसीले मलाई गन्दै गनेन। यसपालि नेपालमा गएर वर्ल्ड कप जित्नेछु। Are you comedy me? गयो भयो भाइ भाइ ल छुटाइदिनु ये फंस गया सीएम। दौडी छिट्टो छिटो कोही दौडिन सकेन दौडी अलि जोडले जोडले दौडी हान अब उड्छ बल हान हान मेसी रोनाल्डो नेमार बाहेक अरू कोही खेलाडी नचिन्दिने हैन मैले गोल हानेको कसैलाई मतलब छैन। हामीलाई पनि चित्त दुख्छ नि यार। मेसीको मात्र कुरा नगर। वर्ल्ड कप जित्छ पोर्चुगलले। अगर नेपाल वर्ल्ड कप खेल्ता न फुटबलको बारेमा के थाहा छ हौ तिमीहरूलाई? गजब बेइज्जती है। म अर्जेन्टिना भन्छु तिमी ब्राजिल भन्छौ तेरो यो पोर्चुगल छ नि खेलमा सहभागी मात्रै हो पछि गएर ट्रफी उचाल्ने भने त जानकाजीको टिम अर्जेन्टिना। तिम्रो अर्जेन्टिनाले विश्वकप जित्यो भने के हाम्रो पोर्चुगल चाहिँ भैँसी हेरेर बस्ने? बल्छी यस्तो गरे के हो त पारा चाहिँ फरक ल पुरै फैल पिते भरे हिँडेको छौ त कसो गन्जी लाएर आयो हेर नि त्यहाँ कसको गन्जी म मेसी भन भन्छु म मेसी भन भन्छु तिमी नेमार भन्छौ तिमीहरू फेरि अब मेसी छँदैछ अर्जेन्टिनाले 100% जित्छ भनेर फेरि अब अर्जेन्टिनामा बेट हालौला अनि डुबाउ लाग्यो फेरि।